हरेक चोटि नयाँ नयाँ गन्तव्यहरूको पहिचान गरी पदयात्रा गर्ने उद्देश्य अनुरूप यस पटक पनि द वाकर्स टोलीका साथीहरू एउटा नौलो गन्तव्यतर्फ प्रस्थान गर्न काठमाडौँको कलङ्कीमा जम्मा भएका छन्। यो यात्रामा वाकर टोलीको साथमा काठमाडौँको अर्को चर्चित हाइकिङ टोली ह्याप्पी हाइकर्स पनि सहभागी हुँदैछन् र यस पटकको गन्तव्य हो लमजुङ जिल्लाको दोर्दी गाउँपालिकामा अवस्थित मेमे पोखरी क्षेत्र। पहिलो दिन वाकर टोली र ह्याप्पी हाइकर्सका 32 सदस्यीय टोली केही सहयोगी साथीहरूका साथमा गन्तव्यको लागि काठमाडौँबाट पृथ्वी राजमार्ग हुँदै तनहुँको डुब्रे बजार र त्यसपछि लमजुङ जिल्लातर्फ हाम्रो बस यात्रा अघि बढ्छ। डुम्रे बेसीशहर हाइवेको भोटे ओडार भन्ने ठाउँबाट दोर्दी खोलाको किनारै किनार हुँदै साँझ 5 बजेतिर काठमाडौँबाट 185 किलोमिटर बस यात्रापछि हामी दोर्दी गाउँपालिकाको हिले बजार भन्ने ठाउँमा आइपुग्यौँ। हिले बजारमा दोर्दी गाउँपालिका स्थानीय सङ्घ संस्थाहरू तथा स्थानीयवासीहरूले पदयात्रा टोलीको भव्य स्वागत कार्यक्रमको तयारी गरेका रहेछन्। सोही क्रममा दोर्दी गाउँपालिकाका अध्यक्ष युवराज अधिकारीज्यूले मेमे पोखरी कल्चरल ट्रेलको औपचारिक शुभारम्भ भएको घोषणा गर्नुभयो। शुभारम्भ भएको छ, म शुभारम्भको जानकारी गराउँछु। धन्यवाद। आजबाट सुरुवात भयो। अब तपाईहरु आउँदै गर्दाखेरि प्रचार गर्दै गर्दाखेरि तपाईहरु युट्युबमा हाल्दै गर्दा तपाईले फेसबुकमा हाल्दै गर्दाखेरि हाम्रो गाउँको प्रचार हुनेछ, हाम्रो ठाउँको प्रचार हुनेछ। हाम्रो उद्देश्य पालिकाको उद्देश्य के छ भने यी ठाउँहरुमा चाहिँ पर्यटकको रूपमा भेडीगोठको माध्यमबाट होम स्टे छ, विभिन्न ठाउँमा छौं सिप फार्म स्टेको रूपमा चाहिँ विकास गर्न खोजिरहेका छौं। हाम्रो पहिलो पाइला बढिरहेको बेला यहाँहरु आइपुग्नु भएको छ, यसलाई धेरै धेरै सम्मान दिन चाहन्छु। लुकेको गन्तव्य खोज्ने क्रममा हामी यहाँ आइपुग्यौं अनि एउटा लुकेको ठाउँ यहाँ रहेछ भन्ने कुरो थाहा पाइसकेपछि हामी अब विगत 2 महिनादेखि आउन एकदम उत्साहित थियौँ। त्यो उत्साह चाहिँ अब आजबाट अब साकार हुँदैछ हाम्रो। अब हामी 1 हप्तासम्म यतै रमाउँछौँ, यतै बस्छौँ। अब हामी यो वाकर्स टोली र अहिले द हाइकर्स टोली संयुक्त रूपमा यहाँ आएका छौँ। हामी विभिन्न नयाँ ठाउँहरूमा एक्सप्लोर गर्ने, नयाँ ठाउँहरूमा घुम्ने हाम्रो इच्छा चाहना छ। त्यो अन्तर्गत हामी अब यो साथीहरूले भन्नुभयो इन्सुराइजीको संयोजकत्वमा हामीले उहाँको उसबाट आएको हौँ। हिले बजारमा स्वागत कार्यक्रमपछि हामी बजारभन्दा माथि डाँडामा रहेको खिन्चोक गाउँतर्फ लाग्यौँ। बाटोमा ठाउँ ठाउँमा स्थानीय आमा समूहहरूले फुलमालासहित टोलीको स्वागत गर्ने क्रम पनि चलिरह्यो। साँघुरो र अप्ठ्यारो बाटोमा बस नजाने भएपछि बसबाट ओर्लेर जिप र ट्र्याक्टरको सहायताले बेलुकी 9:30 बजेपछि हामी टोलीका सबै साथीहरू खिन्चोक गाउँमा आइपुग्यौँ। गाउँको सामुदायिक भवनमा स्थानीयहरूले स्वागतको साथमा सांस्कृतिक नाच पनि प्रस्तुत गरेका थिए। नाचगान र खानपिनपछि पहिलो रात खिन्चोकका स्थानीयहरूको घर र होमस्टेहरूमा 5-6 जनाको समूहमा बाँडिएर बास बस्ने व्यवस्था मिलाइएको थियो र सोही अनुसार हामी पनि आफू बस्ने स्थानतिर लाग्यौँ। दोस्रो दिन बिहान आफूहरू बसेकै होमस्टेमा बिहानको नास्ता पश्चात होमस्टेबाट बिदा भई पदयात्रा सुरु हुने स्थानतर्फ लाग्यौँ।
नमस्ते। पदयात्रा सुरु हुनु अघि किचन टिम तथा पोर्टर साथीहरू भारी मिलाउने काममा व्यस्त छन् भने टोलीका मुख्य गाइड एवं मेमे पोखरी कल्चरल ट्रेल प्रवर्धन गर्ने कार्यमा महत्त्वपूर्ण भूमिका निभाइरहनु भएका ट्रेकिङ माउन्टेन गाइड इन्सु हाङराईजी टोलीलाई आजको यात्राबारे ब्रिफिङ गर्दै हुनुहुन्छ। आज हामी बरा पोखरी यहाँ 1200 मिटरबाट 3100 मिटरसम्म हिँड्दैछौँ। यो वाकर टोलीको अध्यक्षको हिसाबले भाइहरूले मलाई अध्यक्ष बनाउनु भएको छ। लौरो पनि बोकेको छु। रमाइलो हुन्छ बाटोभरि म रमाइलो गर्दै लान्छु भाइहरूलाई। बिहान 9 बजे हामीले खिन्चोक गाउँबाट बिदा भएर पदयात्रा सुरु गर्यौं। आमा यो के बनाउनु भएको तपाईले? राखी बुन्ने, बुगु बुन्ने। मेरो नाम र बन्दी खले हो। खिन्चोकबाट 1 घण्टा उक्लेपछि पुरानो गाउँ आइपुग्यो। कुनै समय मानव बसोबास रहेको यो ठाउँमा अहिले भने कुनै बस्ती छैन। यहाँबाट ठाडो उकालो चढेर हामी माथि गाँगो डाँडातिर लाग्यौं। Yes. ठिक छु। Absolutely adventurous. यो हो गाँगो डाँडा। यस ठाउँको बारे प्रचलित एउटा कथन अनुसार धेरै समय पहिले घले समुदायका पुर्खाहरू मनाङको नावल गाउँबाट यहाँ बसाइ सरेर आएका रहेछन्। पछि यहाँ पानीको कमी र चिसोको समस्या भएपछि तल पुरानो गाउँमा र त्यसपछि बिस्तारै खिन्चोकतिर बसाइ सरेका रहेछन्। त्यस बेलाका ढुङ्गाका ओखल लगायतका अवशेषहरू अहिले पनि यहाँ देख्न सकिन्छ। दिउँसो 1:30 बजेतिर हामी गाँगो डाँडा नजिकै रहेको चौरमा आइपुग्यौं। किचन टिमका साथीहरू खोल्साबाट पानी ल्याएर दिउँसोको खाना तयार गर्ने तर्खरमा लागेका छन्। एकदम बगलाएर दिउँसोको खाना पश्चात हाम्रो यात्रा फेरि सुरु भयो। कहिले जङ्गल त कहिले ठाडो उकालो चढ्दै हामी साथीभाइहरूसँग रमाइलो गर्दै निरन्तर हिँडिरह्यौँ। साँझ 5:30 बजेतिर खिन्चोकबाट हिँडेको करिब 8 घण्टापछि हामी समुद्री सतहबाट 2517 मिटर उचाइमा रहेको पौली डाँडा भन्ने ठाउँमा आइपुग्यौँ। हुन त आज हाम्रो भ्रमण तालिका अनुसार बरा पोखरीसम्म पुग्ने योजना थियो, तर समय अभावका कारण आजको लागि यही डाँडाको चौरमा बास बस्ने व्यवस्था भयो। आज पहिलो चोटि टेन्टमा बास बस्ने व्यवस्था मिलाइरहेछ।
तेस्रो दिन बिहान पौली डाँडाबाट लहरै हिमालहरू देखियो। गुड मर्निङ। गुड मर्निङ सुगत। प्याकिङ हो रे। आज पहिलो नाइट चाहिँ हामी यहाँ पौली डाँडामा बसेको र आज बिहान 6:30 बजेको मौसम एकदम क्लियर। ठ्याक्कै अगाडि हिमालको लाइनै थियो, त्यहाँ एकदम रमाइलो भइरहेछ अहिले। अब नेक्स्ट डेस्टिनेसनलाई हामी प्याकिङ गर्दैछु। यहाँ डाँडाको चौर नजिकै एउटा फेरीगोठ पनि रहेको छ। हिउँदमा यहाँसम्म हिउँ पर्ने हुनाले मङ्सिरपछि भेडा बाख्राहरू तल सार्ने कुरा गोठका स्थानीय सिंहबहादुर कलेले बताउनुभयो। प्रचुर सम्भावना बोकेको यो पौडमार्गमा टी हाउसहरू तयार नहुँदासम्म यस्ता फेरीगोठहरूलाई नै फार्मस्टेको रूपमा विकास गर्न सके यस क्षेत्रमा आउने पर्यटकहरूका लागि केही सहज हुने देखिन्छ। डाँडामै बिहानको नास्ता पश्चात हाम्रो हिँडाइ सुरु भयो। पौली डाँडाबाट अबको केही घण्टामा बरापोखरी पुगेर दिउँसो लन्च गर्ने योजना रहेको छ। बरापोखरी समुद्री सतहबाट करिब 3100 मिटर उचाइमा रहेको एउटा रमणीय क्षेत्र। वरपर जङ्गलका बीचमा लाम्छो आकारमा फैलिएर रहेको बरापोखरी यस क्षेत्रमा विशेष धार्मिक महत्त्व बोकेको स्थान पनि हो। हामी बरापोखरीमा रमाइरहेको बेला हाम्रा सहयोगी साथीहरू पनि हाम्रा लागि दिउँसोको खाना तयार गर्न व्यस्त छन्। दिउँसोको लन्चपछि समयमै आजको गन्तव्यमा पुग्ने लक्ष्यका साथ हाम्रो हिँडाइ फेरि सुरु भयो।
साँझ 6 बजे हामी करिब 10 घण्टा हिँडेर समुद्री सतहबाट 3540 मिटर उचाइमा रहेको ठोडी डाँडामा आइपुग्यौँ। डाँडा नजिकैको खुल्ला चौरमा आजको लागि बास बस्ने व्यवस्था मिलाइएको छ। हामी दोस्रो दिनको यात्रामा छौँ। अब यो ठाउँमा थोते लेकमा हामी बस्यौँ हिजो राति आएर। अब तलको भन्दा अलिक चिसो ठाउँ रहेछ, यो थुप्रै चिसो भयो। अब यहाँबाट हामी अब त्यो ठ्याक्कै त डिस्टेन्स त अब मलाई पनि थाहा छैन, तर गुगल अनुसार चाहिँ यो जम्मा अब 3 किलोमिटर मात्रै हिँड्नु छ आज हाम्रो जम्मा। त्यो भनेको अब बढीमा 4 घन्टा लाग्छ। अनि कोमरो लेक पुग्छौँ हामी। अब कोमरो लेकबाट चाहिँ अब त माउन्टेन रिजन सबै लेक सबै सुरु हुन्छ। अनि त्यहीँ बस्छौँ हामी। यो बाटो अब हामी हिमाल हेर्दै यतापट्टि साइडमा अब यो धौलागिरी यो मनासलु हिमालहरू हेर्दै यता यो यही जिल्लाको अब लमजुङ हिमाल पनि हेर्दै हामी अब लगभग 14वटा पिक हेर्दै हामी त्यो ठाउँमा पुग्छौँ। अनि आज त्यहीँ बस्छौँ हामी। चौथो दिनको हिँडाइ ठोडी डाँडाबाट कोमरो डाँडासम्मको हुनेछ। हिँडाइको हिसाबले आज छोटो हुने हुँदा हामी हतार नगरी बिस्तारै हिँड्ने टर्खरमा लाग्यौँ। हिँड्दै जाँदा हिजो अस्तिसम्म टाढाबाट देखिने हिमचुचुराहरू बिस्तारै नजिक आइपुगेको भान हुँदै गयो। टेप्का डाँडा भन्ने ठाउँमा एकछिन बसेर हामीले यहाँबाट देखिएको मनोरम हिमाली दृश्यहरू निहाल्यौँ।
अहिलेसम्मको कुरा गर्दा यात्रा सहज रूपमै अघि बढेको देखिन्छ। अब बिस्तारै हामी 4000 मिटर नजिक पुग्दैछौँ। यो पदमार्गमा यात्रा गर्न अहिलेको हिसाबले गाइड एवं सहयोगी साथीहरू बिना कुनै हालतमा सम्भव देखिँदैन। पर्यटकीय पूर्वाधारहरू बन्न बाँकी नै रहेको यस्तो विकट पदमार्गमा पनि हाम्रो व्यवस्थापन टिम र सहयोगी साथीहरूले पारी बोक्नेदेखि लिएर दिनरात खट्दै खानपिन र बासको लागि हरसम्भव तरिकाले व्यवस्था मिलाउँदै हाम्रो यात्रालाई सहज रूपमा अघि बढाउन निकै मेहनत गरेका छन्। करिब 5 घण्टाको हिँडाइपछि दिउँसो 1 बजेतिर हामी समुद्री सतहबाट 4000 मिटर नजिक रहेको कोमरो डाँडा भन्ने ठाउँमा आइपुग्यौँ। आइपुग्यो कोमरो डाँडा। आइपुग्यो सन्दीप। 5 घण्टा हिँड्यो। धेरै थकाइ लाग्यो। एकदम थकाइ लाग्यो। भदौमा 60 वर्ष पुगेको है, अर्को वर्ष झन् बुढो हुन्छ भनेर आएको बाफ्रे। तर अब म अझै कति वर्ष बाँच्छु। नै त नै रोडो भयो। परमा 60 अहिले 59। अब कोमरो डाँडामा यहाँ बनेको एउटा धर्मशाला र त्यसभन्दा मुनि रहेको खुला चौरलाई आधार बनाएर आज बास बस्नको लागि क्याम्प खडा गरिएको छ। तर यहाँ पानीको अभावले सहयोगी साथीहरूले पानी ल्याउन निकै कष्ट भोग्नु पर्यो। 1.5 घण्टा ओर्लेर तल खोल्साबाट पानी ल्याएर हाम्रो लागि खानपिनको व्यवस्था गरिँदैछन्। हुन त हाम्रो पूर्व योजना अनुसार हिजो साँझ नै यहाँ आइपुग्नु पर्ने र एक्लमाटाइजको लागि यहाँ 2 रात बस्ने योजना थियो। तर अहिले आज आधा दिन र 1 रातको बसाइपछि भोलि नै हामी माथि मेमे खर्कतिर लाग्ने योजना बनेको छ। सोही अनुसार हामी यहाँ वरपरका डाँडाकाँडाहरूमा घुमफिर गर्दै आफूलाई हाई अल्टिच्युडसँग अभ्यस्त राख्ने प्रयास गरिरह्यौँ। हिमाली दृश्यावलोकन गर्ने हिसाबले समेत कोमरो डाँडा अत्यन्त राम्रो स्थानमा रहेको छ। यहाँबाट माछापुच्छ्रे अन्नपूर्ण हिमश्रृङ्खलादेखि मनश्री हिमश्रृङ्खला अन्तर्गतका मनासलु, हिमालचुली, न्याडीचुली लगायतका हिमालहरू नजिकबाट देख्न सकिन्छ। गुड मर्निङ। ब्रेकफास्ट। धन्यवाद। आलु र के अरे आलु भन्नु चना र अन्डाले ताण्डव लाग्छ। नमस्कार, वाकर
टिम्स आज हामी चाहिँ मेमे पोखरी जाँदैछौँ यो ठाउँबाट अब आज हामी यहाँबाट लगभग 6-6.5 घन्टा जति हिँड्छौँ यो चाहिँ हाम्रो मेमे पोखरी डेस्टिनेसन मेन डेस्टिनेसन पुग्ने चाहिँ लास्ट डे हो अनि त्यहाँ 2 दिन बस्छौँ एकदमै रमाइलो भइरहेको छ हिजो करिब 4000 मिटर उचाइ नजिकको यस ठाउँमा आइपुगेपछि उचाइका कारण बेलुका केही साथीहरूलाई शारीरिक रूपमा असजिलो महसुस भएको थियो। त्यसमध्ये पनि भाइराजा दाइको अक्सिजन लेभल 81 घटेको थाहा पाएपछि सबैको चिन्ता बढाएको थियो। हिजै औषधि र रातभरको आरामपछि अहिले बिहान भने केही सन्चो महसुस गर्दै भाइराजा दाइ माथि मेमे पोखरी नै पुग्ने अडान कस्दै अघि हिँड्न तयार भएका छन्। पाँचौं दिनको यात्रा आज कोमरो डाँडाबाट मेमे पोखरी नजिकको मेमे खर्कसम्मको हुँदैछ। यो मेमे पोखरी कल्चर ट्रेलमा यो चाहिँ अब हजुरहरूले देख्नुभयो एकदमै जेरो लेभलको छ। यहाँ कुनै पनि पूर्वाधारहरू विकास भएको छैन, सामान्य मात्रै भएको छ। यो चाहिँ पुरा धार्मिक पर्यटनको लागि भनेर मात्र अहिलेसम्म गइरहेको छ। यो हाम्रो एडभेन्चर टाइपको पर्यटनको लागि चाहिँ किनकि अहिले सुरुवात भएछन्, तर अब हामीले चाहिँ सुरुवात गरिरहेछौँ। अब यहाँको चाहिँ एउटा धार्मिक सांस्कृतिक चलन चाहिँ के छ भन्नुहुँदाखेरि हामीले अब हल्ला गर्नु हुँदैन। हल्ला गरियो भने चाहिँ वेदर बिग्रिने अथवा अनिष्ट हुने त्यो चाहिँ एउटा हिजो हामीले भेटेका थियौँ। पदम बुवा उहाँले पनि भन्नुभयो अनुसार एकदमै साइलेन्टमा जानुपर्ने। बाटो चाहिँ के अप्ठ्यारो छ। आज छवि गौडा चाहिँ खास 36 गौडा रहेछ, खास 36वटा गौडा भएको रहेछ। तर अब भ्रमण हुने क्रममा चाहिँ 26 गौडा भयो रहेछ। यहाँबाट हामी ठ्याक्कै हिमचुनीकै बेस क्याम्पमै भन्दा पनि भयो। मेमे लेक धार्मिक सांस्कृतिक मान्यता अनुसार चाहिँ धामी र यहाँको देवीसँग चाहिँ कम्प्रोमाइज भएको हुनाले चाहिँ धामीहरू चाहिँ यहाँदेखि माथि नआउनेछ। बराबरका पनि धामी आउँदैन। यो मेमेलाई चाहिँ हामीले अब मेमे भन्ने कि मेमे मात्रै भन्ने भनेर अब पछि राख्छौँ यसको आधिकारिक। त्यसको अर्थ के हो? हजुर मेमे भनेको चाहिँ तामाङ भाषामा मेमे बाजे भयो। अब फेरि गुरुङ र घले भाषामा चाहिँ फेरि अर्कै भयो। अब अनि हिस्टोरिकल बाटो भयो यो। अब उता नावलबाट चाहिँ अब बसाइ सर्दै आउने क्रममा यही एरियाबाट चाहिँ गुरुङहरू घले अनि गुरुङहरू जातिहरू चाहिँ बल्ल किन्छोक आइपुगेको।
करिब 3 घण्टा हिँडेपछि बीच बाटोमा लन्च खाने ठाउँमा आइपुग्यौँ, जहाँ सहयोगी साथीहरू हाम्रा लागि सुप पकाउँदैछन्। आज हामी ट्रेकिङको यो 5औं दिनमा छौँ। हामी अहिले बिहान सबेरै ब्रेकफास्ट खाएर अनि हिँडेर बिस्तारै हिँड्दै आएर यो मैचे भन्ने ठाउँमा आइरहेको छौँ। अहिले यहाँ सुप पाकिरहेको छ। हाम्रा कुक साथीहरूले, हाम्रो इन्सुवाङ राईको टोली जतै उहाँ भाइहरूले कोही मिहिनेत गरेर सुप बनाइरहनु भएको छ। हामी सुप खान्छौँ। यसपछि हामी सुप खाएर केही इनर्जी गेन गर्छौँ हामी। त्यसपछि हामी यो बाटो हुँदै यो माथिको बाटो हुँदै करिब 4 घन्टा हिँडेर हामी मिमी पोखरी पुग्छौँ। आज मिमी पोखरीमा पुगेर हामी 1 रात त बस्छौँ। लगभग 2 रात बस्ने हाम्रो प्लान छ। हेरौँ त्यसपछि के हुन्छ। तातो सुप खाँदै केही आराम गरेपछि आजको हाम्रो बाँकी हिँडाइ सुरु भयो। हेलो, ठीक बा, बिपिस मोगेम्बो कुसुवा आजको बाटो हिजो अस्ति जस्तो सहज थिएन। अहिलेसम्म कुनै व्यवस्थित ट्रेल बनि नसकेको यस ठाउँमा साँघुरो अप्ठ्यारो बाटो भई हिँड्नु पर्छ। परापूर्वकालदेखि पशुपालन गर्ने सिलसिलामा भेडीगोठहरूमा हिँड्दा हिँड्दै बनेका बाटाहरू रहेछन्। कठिन भौगोलिक अवस्थितिका बीच दिनभरि भिरको बाटो भई हिँड्नु पर्छ। जोरङ्गाको शासन सत्ता तपाईँको हातमा, मिलेर चलाउनुहोस्, यसको विकास गर्नुहोस्। जोरुङ्गा भन्ने स्थानसम्म आइपुग्दा त्यहाँभन्दा माथि आज पार गर्नुपर्ने पहिलो पास देखियो। अगाडि हिँड्ने साथीहरू भने पाससम्म पुगिसकेको टाढै बाटो देखियो। पासतर्फ उक्लिँदै जाँदा बाटाहरू झन्झन अप्ठ्यारा हुँदै गए। बाटो केही असहज भए पनि निकै रोमाञ्चकारी महसुस हुन्छ। यस्ता बाटाहरूमा हिँड्न धैर्यता र साहसको अति जरुरत पर्छ।
स्ट्रङ्गेस्ट वाकर वुमन हजुर धन्यवाद यस्तो सकि नसकेर आइराखेको बेलामा हैन स्ट्रङ्गेस्ट वाकर वुमन भनिदिनु भयो मरी धन्यवाद भाइ करिब दिउँसो 4:15 बजेतिर हामी 4350 मिटर उचाइमा रहेको पहिलो पास तारे देउरालीमा आइपुग्यौं। पास आइपुगिरादु तारे देउराली पार गरी हामी नजिकै रहेको अर्को कठिन भनिएको पासतिर लाग्यौं। हाम्रा मुख्य गाइड इन्सु दाइले बिहानै छवि गौडाको बाटोबारे अवगत गराएका थिए। साँच्चै अप्ठ्यारो रहेछ छवि गौडाको उकालो। डरलाग्दो चटाउने पहरा बीच साँघुरो बाटो हुँदै ठाडो भिर उक्लिनु पर्दा एकछिन त मुटु नै कामेको अनुभव हुन्छ। बिस्तारै सम्हालिएर होसियारीपूर्वक उक्लिँदै हामी करिब 4350 मिटर उचाइ हाराहारीकै छवि गौडासम्म आइपुग्दा 5 बज्न लागिसकेको थियो। अझ पछाडि परेका साथीहरू कुन बेला पुग्ने हो थाहा छैन। हे भगवान एकदमै दुःख भयो पहाडहरु कटेर आउँदाखेरिमा मान्छे भएर है अर्को जुनमा मलाई चरा बनाइदियो भगवान। म यो राम्रो ठाउँ चाहिँ सबै हेर्न जान सक्छु के उडेर अनि त्यस्तो चरा चाहिँ बनाइदिन्छु प्रभु परमेश्वरी के अरे मेमे पोखरीको देवताले पनि सुनोस् यो कुरो चाहिँ हैन मैले जानेको नजाने सबै देवताले सुनोस् मलाई चरा बनाइदिनु भगवान। म राम्रो ठाउँ त हेर्ने नै हो के जसरी पनि चरी कि चरा जे भयो भने हुन्छ जुन भयो भने जस पहाडको टुप्पासमा उड्न सक्ने चाहिँ हुनु पर्यो। छवि गौडाबाट भने बल्ल आज हामी बास बस्ने ठाउँ देखियो। करिब 9 किलोमिटर हिँडेर अनेकन भिर पाखाहरू छिचोल्दै दुईटा अप्ठ्यारा भन्ज्याङहरू समेत पार गर्न हामीलाई झन्डै 9 घण्टा लाग्यो। साँझ 6 बजे अँध्यारो हुँदै गर्दा हामी मेमे खर्कमा आइपुग्यौँ। यहाँ रहेको धर्मशाला र बाहिर टेन्ट गाडेर आजको लागि बासको व्यवस्था मिलाइसकेको थियो। बेलुका 9 बजेसम्ममा बिस्तारै अन्य सबै साथीहरू आइपुगे, तर राजेश श्रेष्ठ दाई अझै आइपुगेका छैनन्। उहाँलाई इन्सु दाईले ल्याउँदै हुनुहुन्छ भन्ने खबर पाएपछि केही रात महसुस भयो। हामी सबै खाना खाएर सुतिसकेका बेला राति 12 बजेपछि बल्ल हाम्रो राजेश दाई आइपुग्नु भयो। उहाँलाई इन्सु दाईले सकुशल ल्याइ पुर्याउनु भयो। छैटौं दिन यात्राको सबैभन्दा महत्त्वपूर्ण दिन। हिजोको कठिन यात्रापछि आज दिनभरि नै मेमे पोखरी र आसपासका ठाउँहरू एक्सप्लोर गर्ने र बेलुका यतै बास बस्ने योजना रहेको छ। नमस्कार जोलोपा, आज डे 6 हाम्रो। अब हिजो 8-10 घण्टाको हिँडेपछि हामी यहाँ तपाईँको मेमे लेक बेस क्याम्प आइपुगेका छौँ। यात्रा एकदमै एडभेन्चरस थियो, नेक्स्ट लेभलवाला थियो, एकदमै गाह्रो। 2-3 जना दाइहरू 11 साढे 11 बजे राति पुग्नुभयो। आज हामी यहाँ तपाईँको 6-7वटा लेक छ, त्यो लेक एक्सप्लोर गर्न जाँदैछौँ। मेमे लेक, दुध पोखरी धेरै छ। एउटा पास पनि छ हाम्रो, मेमेला पास। सक्नुहुने साथीहरूले गर्नुहुन्छ होला, नहुने साथीहरूले लेक वरिपरि तपाईँको साइट सिइङ गरेर फर्किनेछौँ। हस्, धन्यवाद।
हिजो राति अबेर पुग्नुहुने राजेश दाई र बिरामी परेका अर्का साथी भाइराजा दाईलाई आराम गर्न लगाएर हामी मेमे पोखरीतर्फ लाग्यौँ। नमस्कार। आज कहाँसम्मको यात्रा हो हाम्रो? मेमे पोखरीको हेरौँ, त्यसपछि एक्सप्लेन गरौँला है त। मेमे खर्कबाट हिँडेको करिब 15 मिनटपछि नै हिमालचोलीको काखैमा रहेको अत्यन्तै मनमोहक मेमे पोखरीको पहिलो झलक देखियो। समुद्री सतहबाट 4456 मिटर उचाइमा करिब 3.5 किलोमिटर परिधि क्षेत्रमा फैलिएको मेमे पोखरी वास्तवमा एउटा प्राकृतिक तालकै स्वरूपमा रहेको छ। हरेक वर्षको जनै पूर्णिमाका दिन यहाँ धार्मिक मेला पनि लाग्ने गर्छ। नमस्कार, हामी मेमे पोखरीको ट्रेकिङको सिलसिलामा आज 6औं दिन हामी यहाँ पुग्यौँ र यो अल्टिट्युडको हिसाबले 4450 मिटरको अल्टिट्युडमा छ र अब हामी यहाँबाट दुध पोखरीतिर जाँदैछौँ। धन्यवाद। मेमे पोखरी एक्सप्लोर पछि हामी यसभन्दा माथिल्लो क्षेत्रहरूमा रहेका अरू साना पोखरीहरू एक्सप्लोर गर्न मेमे भन्दा माथितिर लाग्यौँ। मेमे भन्दा एक तह उकालो चढेपछि आइपुग्छ तरवार पोखरी। यसभन्दा माथिल्ला भागहरूमा रहेका पोखरीहरूलाई क्रमशः ताल पोखरी, नरसिंह पोखरी भनिँदो रहेछ भने सबैभन्दा माथिल्लो भागमा रहेको पोखरीलाई दुध पोखरी भनिन्छ। हामी पनि यी साना पोखरीहरू अवलोकन गर्दै माथि दुध पोखरीतिर लाग्यौँ।
मेमे पोखरीबाट करिब 1.5 घण्टा हिँडेपछि आइपुग्यो दुध पोखरी। समुद्री सतहबाट 4600 मिटरभन्दा माथि रहेको दुध पोखरीलाई आमा पोखरी पनि भन्ने गरिन्छ। यही पोखरीबाट ओभरफ्लो भएर बग्ने पानी यसभन्दा तल्लो भागमा रहेका अरू साना पोखरीहरू हुँदै सबैभन्दा मुनि रहेको मेमे पोखरीसम्म पुग्ने रहेछ। आज हामी छैठौँ दिनमा मेमे ट्रेकको लागि आज मेमे आइपुग्यो, पोखरी आइपुग्यो। ट्रेकिङ एकदम रमाइलो मजा रमाइलो छ। यो एकदमै रमाइलो मजा आएको ठाउँ अहिलेसम्म एक्सप्लोर नभएको र धेरै कम मान्छेले थाहा भएको र जानको एकदम आनन्द। अरू ट्रेक हुन पनि यो अझ इन्ट्रेस्टिङ एडभेन्चर छ। मेमेले तापति चाहिँ तस्का बाला थाहा तस्का थाना थाको उन्मची ट्रेकिङ हुनुमध्ये दक्षिणले बाला थिएन नेमेले के खा थकोन थया खा। हामी अहिले चाहिँ यो दुध पोखरीमा आइपुगेका छौँ। यो लगभग 46 मिटर हाइटमा छ, 4640 हाइट मिटरमा छ। हामी चाहिँ द ह्याप्पी हाइकर्स र द वाकर्स टिम चाहिँ समीपमा यो क्याम्पिङ ट्रेकमा आएका छौँ। अनि निकै रमाइलो छ। हिजोको चाहिँ हाम्रो एकदमै टफ थियो तर बट इट वट टु डु होइन। अनि निकै रमाइलो छ। अनि मानिसहरू सबै फ्रेन्डली हुनुहुन्छ। अनि हामीलाई यहाँ ल्याउनु हुने हुन्छ जी सबै हाम्रो त वाकर्सको हाम्रो बब सर उहाँ जस्तै सबै कुरा मानिदिनु भयो। त्यसको लागि धेरै धेरै धन्यवाद। दुध पोखरी आइएको छ। अलिकति विकट होइन तर अत्यन्तै रमणीय र ट्रेकरहरूले एक्सप्लोर गर्नुपर्ने ठाउँ रहेछ। हुन त हाम्रो तनहुको पुराना मान्छेहरूले जनै पूर्णिमामा आउनु हुँदो रहेछ मेलाभरमै। मलाई आमाले भन्नुभयो र जस्तो यस्तो राम्रो दुध जस्तो पोखरी भएको हुनाले नै दुध पोखरी अब जस्तो मेमी पोखरी जति पनि तरबार पोखरी ढाल पोखरी सबै पोखरीहरू यति धेरै पोखरीहरू छ र जति पनि अब यो हेरिराख्नु भएको छ उहाँहरूलाई एकचोटि यो ठाउँमा आएर यो ठाउँको एक्सप्लोर गर्नु हुन अनुरोध गर्दै। सबैलाई नमस्कार। म चाहिँ अहिले दुध पोखरीबाट बोलिरहेको छु। म चाहिँ सौगात भाइकोबाट चाहिँ स्ट्रङ्गेस्ट वाकर लेडी भनेर भन्नुभएको छ। मोरी धन्यवाद। यतिखेर मैले चाहिँ सबैलाई सम्झिन चाहेँ कि मेरो बितेको मेरो आमा होइन आमाहरू सबलाई हेरेर म चाहिँ एकदमै भावी गएको है। 60 वर्ष उमेर म यस्तो सुन्दर ठाउँमा आएँ। अझै यस्तै सुन्दर ठाउँ चाहिँ अझै म कैयौँ ठाउँ जान पाऊँ मलाई चाहिँ शक्ति दियोस् भन्न चाहन्छु। र सबैजना चाहिँ यहाँ आउन् होइन यस्तो सुन्दर ठाउँहरू चाहिँ हेरुन् सबैले चाहिँ यो रस साधन गरोस् भन्ने चाहिँ म हृदयदेखि नै भन्न चाहन्छु है सबैजना। म यो लमजुङको दोर्जीको यो के भन्छ दुध पोखरी आइपुगेको छु। यो मेमे लापासको द्वारमा पुगेको छ। यहाँसम्म आउँदाखेरि जोस् हाम्रो साथीहरू पनि सबै आउनुभएको छ। सबैले चाहिँ अब एकदम साका साथ आउनुभयो। उहाँहरूलाई थोरै एक दुईजनालाई केही कठिनाइ भए पनि प्राय अरू सबै 32जना साथीहरू एकदम उत्साह जोस जाँगरका साथ यो हाम्रो वाकर समूहको वार्षिक ट्रेकिङ अन्तर्गत अध्यक्षज्यूले राजेश शर्मा बब सरले 2082 यात्रु ट्रेकिङ मेमे पोखरी हेरिराख्नु भएको छ। अब त्यसमा हामी मेमे पोखरी भन्दा माथि 250 मिटर मेमे पोखरी 44 मिटर यो 250 मिटर 4638 मिटर देखायो। दुध पोखरी आइपुग्यौँ र यो वाकर समूहको चाहिँ नि प्रत्येक सालको चाहिँ नि नयाँ नयाँ ठाउँको ट्रेकिङ गर्ने कन्सेप्ट ल्याउनु हुने राजेश शर्मा बब सरलाई धेरै धेरै धन्यवाद दिँदै र यो मेमे पोखरीसम्म ल्याउनु हुने म किङ गाइड इङस्याङ राईलाई समेत म धन्यवाद दिन चाहन्छु। नमस्कार।
सौभाग्यले ह्याप्पी हाइकर्स र वाकर्स नेपालद्वारा यो मिमी पोखरी यात्रा गराइदिनु भयो त्यसको लागि धेरै धेरै धन्यवाद। अब तर यहाँबाट घुम्दै आइसकेपछि चाहिँ नेपालमा यस्तो राम्रो ठाउँ हेरेँ भएको कारणले गर्दा चाहिँ नेपाल धेरै सुन्दर रमणीय रहेछ भएको कुरा चाहिँ यहाँ आएपछि चाहिँ फिल गरेँ र ट्रेकिङ चाहिँ गर्नुपर्छ रहेछ निस्किनु पर्दो रहेछ घरबाट फिल गरेँ र रमाइलो लाग्यो एकदमै साथीहरू पनि एकदमै कोअपरेट अनि जुन हामीलाई ल्याउनु भएको थियो उहाँ इन्सुजीले पनि हामीलाई एकदमै कोअपरेट गरेर ल्याउनु भएको छ। सबभन्दा माथिल्लो ठाउँमा रहेको पोखरी मेन्दुत पोखरी भन्दछ कसैले आमा पोखरी पनि भन्दो रहेछ। अब हामी यहाँ आउनुको लागि अब लगभग 1 दर्जनभन्दा बढी अग्ला पहाडहरू चिसो हुँदै हामी यहाँ आइपुग्यौँ। यहाँ आउनु त्यस्तो कुनै व्यवस्थित ट्रेल छैन यो असाध्यै आफ्नै तरिकाले आफै व्यवस्थित भएर टेक्निकल कुराहरू सोध्दै बुझ्दै यहाँसम्म आउन सकिन्छ। अब तल्लो रुटको कुरा गर्दाखेरि चाहिँ बाटो अब यो बनाउट ट्रेल होइन पिता पुर्खाहरूले अब यो ट्रेललाई चाहिँ अब आफू घाँस दाउरा गर्दा भन्ने घाँस दाउरा भन्दैन पशुपालन गर्दा आफू हिँड्दाखेरि आफै बनेको ट्रेल हो यो भनेको या कसैले यो श्रमदान गरेर बनाएको ट्रेल होइन यो आफै बनेको ट्रेल हो। त्यही ट्रेललाई फलो गर्दै अनि अब यसलाई यो बाटो देखेको राम्रो गाइड बिना यहाँ आउनै सकिँदैन एउटा गाइड चाहिँ पक्कै चाहिन्छ। के भयो भने जो कोही आउनु सक्नुहुन्छ। अब हाम्रो अनुभव चाहिँ तलदेखि यहाँसम्म चाहिँ समग्रमा एकदम मिठो एकदम शानदार अनि म त एकदम पर्सनली ह्याप्पी छु एकदम। राजाराम सर, बद्री दाई, राजु नेपाल लगायतका केही सहयात्री साथीहरू भने इन्सु दाई र सहयोगीहरूका साथमा यसभन्दा माथि 5049 मिटर उचाइमा रहेको मेमे ला पास एक्सप्लोर गर्न जाँदै हुनुहुन्छ। उहाँहरूलाई यात्राको शुभकामना दिँदै हामी भने मेमे पोखरी क्षेत्रमै केही समय बिताउने हिसाबले तल ओर्लियौँ। शुभयात्रा है शुभयात्रा। हामी ओर्लेर मेमे खर्क पुग्दा अघि आराम गर्न छोडेका साथीहरू राजेश दाई र भाइराजा पनि बिस्तारै सहयोगी साथीहरूका साथमा मेमे पोखरीसम्म पुगेर फर्कनु भएको रहेछ। वास्तवमा जीवन र यात्रामा धेरै समानता हुन्छ। सुख र दुःख, खुसी अनि पीडा एकले अर्कालाई पछ्याइरहेको हुन्छ। जहाँ हामी हरेक परिस्थितिसँग आत्मसात गर्दै चुनौतीपूर्ण बाटोहरू तय गर्दै रोमाञ्चक मेमे यात्रालाई सफलतापूर्वक बिट मार्ने क्रममा थियौँ। मेमेको अनुपम तस्बिरहरू मनमा सङ्गाल्दै फर्कँदै गर्दा फेरि एउटा आपत आइलाग्यो। साँझ पर्दै गर्दा भाइराजा दाईको स्वास्थ्य स्थिति अझ बिग्रन थाल्यो। चिसो र हाई अल्टिच्युडको कारण अक्सिजन लेभल चिन्ताजनक तहसम्म घट्दा सबैलाई बेचैन बनायो। अत्यन्त विकट गाउँ बस्तीबाट धेरै टाढा त्यसमाथि मोबाइलको नेटवर्कसम्म नलाग्ने ठाउँमा बिरामी साथीको तत्कालै उद्धारको कुनै व्यवस्था गर्न असाध्यै मुस्किल पर्यो। दिन ढल्कँदै जाँदा अप्ठ्यारो बाटोबाट हामीले मात्र बिरामी साथीलाई तल ल्याउन सकिने अवस्था पनि थिएन। केही औषधि, तातो सुप र खानाको साथमा बिरामी साथीलाई न्यानो पारिराख्ने उपाय गर्दै त्यो रात हामी राम्रोसँग निदाउन सकेनौँ। बिहान भाइराजा दाईको स्वास्थ्यमा थोरै सुधार देखियो, तैपनि उहाँ हिँड्न सक्ने अवस्थामा थिएन। उहाँलाई बोकेरै भए पनि सुरक्षित रूपमा तल ल्याउनको लागि बन्दोबस्त मिलाइएको छ।
अस्ति उक्लेको छवि गौडाको कठिन बाटोमा आज ओर्लनु अझ बढी चुनौतीपूर्ण छ। रिस्की ठाउँहरूमा सहयोगी साथीहरूले डोरी टाँगेर ओर्लन सहज बनाइदिएपछि हामी बिस्तारै तल ओर्ल्यौँ। भाइराजा दाईसँगै नन्दी दिदी पनि हिँडिरहनु भएको छ। दिदी वरिष्ठ नर्स समेत हुनु भएकाले बिरामी साथीको हेरचाहमा ठुलै मद्दत मिलेको छ। हाइट सल्ल चाल बने वैमा किसी चाल ने वैमा सल्ली चाल जिमी भाइराजी र पाछी चाल। ओह आज हामी 2 दिन अघि हिँडेकै बाटो हुँदै तल ओर्लँदैछौँ। करिब 15 किलोमिटर दूरी तय गर्दै हामी थोडी डाँडा नजिकैको अर्को चौरमा बास बस्यौँ। हिजो मेमेबाट फर्किँदै गर्दा राजेश दाई र उहाँको साथ नछोडी हिँड्नुभएका अर्का साथी राजु नेपाल अँध्यारो पर्दै गर्दा 3 घण्टा बाटो फुलेर अल्मलिनु भएछ। पछि फेरि इन्सु दाईले बीच बाटोबाट ल्याउनु भयो। हिजो पनि राजेश दाई अबेर राति क्याम्पमा सकुशल आइपुग्नु भयो। राजेश बुवा चाहिँ म एकदमै गर्व गर्छु। यो उमेरमा पनि उहाँले यस्तो अप्ठ्यारो बाटोमा पनि हैन आफ्नो बलबुतामा मजाले मेमे पोखरी घुमेर आउनुभयो। 69 वर्षको उमेरमा बिहानदेखि रातको 3 बजेसम्म यस्तो अप्ठ्यारो बाटोमा हिँड्नु पर्दा पनि उहाँले आफ्नो संयमता र आत्मविश्वास गुमाउनु भएन। साहसिक रूपमा यात्रालाई पुरा गरी छाड्नुभयो। नेपालका अन्य पर्यटन क्षेत्रमा भएका रेगुलर ट्रेकिङ ट्रेलहरू जस्तो छैन, तैपनि ती अप्ठ्याराका बावजुद पनि एकदम सफल रूपमा चाहिँ माथिसम्म पोखरीसम्म अथवा पोखरीदेखि पनि माथि मेमे पाससम्म पुगेर आउनुभयो। यसको लागि म एकदमै म एक्सप्लोररको नाताले म एकदम खुसी भएको छु। यो मेमे पोखरी कल्चरल ट्रेल असोज 2022 असोज 22 गतेबाट हामीले हाम्रो वाकर्स र ह्याप्पी हाइकर्स टिमको सहितमा चाहिँ यो शुभारम्भ भयो। त्यसको लागि म दुवै टिमलाई मेरो व्यक्तिगत र मेरो संस्थाबाट हार्दिक आभार प्रकट गर्दै म धन्यवाद ज्ञापन गर्न चाहन्छु। यो अत्यन्त भर्जिन ट्रेकिङ हो र भनिहाल्नु एउटा आफ्नो पनि कुरा, यो ट्रेकिङ र हाइकिङमा सबैभन्दा पहिलोचोटि पार्टिसिपेट भएको म पनि हो। यसभन्दा अगाडि कहिले पनि लगाएको थिएन। तर यस ट्रेकिङको सम्झनालाई रूपी कारण के भने यसको दृश्यावलोकन, हिमाल, पहाड, उचाइ। हामी मेमे लेकमा पोखरीमा 45-54 डिग्रीमासम्म गयौँ। तपाईँले अलिकता हौसलापूर्वक उत्साहवाला गर्ने ट्रेकिङ गर्न चाहनुहुन्छ भने रेकमेन्ड गर्छु। यात्राको 8औं दिन बिहानसम्ममा भाइराजा दाईको स्वास्थ्यमा पनि क्रमिक सुधार देखियो। तत्कालै कुनै आकस्मिक उद्धारको आवश्यकता नदेखिएपछि आजको दिन पनि हिजो जस्तै बोकेरै तल गाउँसम्म पुर्याउने बन्दोबस्त मिलाइयो।
आँसो र हाँसो, खुसी अनि पीडाका बीच पनि सहयात्री साथीहरूले आपसमा रमाउने भरपूर कोसिस गरिरहे। थोडी डाँडामा एक जमात साथीहरूले टालो ग्याङ गठन गर्नसम्म प्याए। टालो ग्याङ जिन्दाबाद। यात्राको 8औं दिन 24 किलोमिटर लामो बाटो तय गर्दै लमजुङको डुवार गाउँमा पुगेर हामीले पदयात्रा बिसायौँ। डुवार गाउँमा स्थानीयहरूले टोलीको स्वागतको साथमा पदयात्रा कार्यक्रमको समापन समारोह पनि गरिएको थियो। त्यसको भोलिपल्ट हामी डुवार गाउँबाट औपचारिक रूपमा बिदा भई काठमाडौँ फर्कियौँ। हरेक यात्राको आफ्नो छुट्टै कथा हुन्छ। मेमे यात्राको अझ पृथक। अहिलेसम्म दुनियाँको सामु एक्सप्लोर हुन बाँकी कुनै पनि पूर्वाधारहरू निर्माण भइ नसकेको भर्जिन ट्रेलको पदयात्रा गर्दा थुप्रै चुनौती तथा कठिनाइहरूको सामना गर्नुपर्ने हुन्छ। सहयात्री साथीहरूको उच्च आत्मविश्वास, धैर्यता एवं साहस र सहयोगी साथीहरूको अटक परिश्रम र अहोरात्र सेवाले यो यात्रा सम्भव बनायो। मेमे पोखरीको रोमाञ्चकारी यात्राका दौरान हरेक अनुकूल प्रतिकूल परिस्थितिहरूसँग जुझ्दै आखिरमा एउटा फिल्मी कथामा जस्तै यस यात्राको समापन अत्यन्तै सुखद अर्थात् ह्याप्पी इन्डिङको नोटमा हुँदैछ। डुवार गाउँ पुग्दासम्ममा पायराजा दाईको अस्वस्थता एकाएक हरायो। अब काठमाडौँ पुगेको भोलिपल्टै उहाँ साइकल लिएर दौडिनुहुनेछ। आफ्नो 17औं वर्षगाँठमा राजेश दाई अर्को रोमाञ्चकारी यात्राको प्रतीक्षामा हुनेछ। ट्रेकिङ र एक्सप्लोरमै आफ्नो जीवन समर्पण गरिरहनुभएका इन्सु दाई फेरि नेपालको अरू भर्जिन रुटहरूको खोजीमा लाग्नुहुनेछ। हप्तै पछि कतै न कतै हिँडिरहने ह्याप्पी ह्याकर्सका साथीहरू अर्को हप्ताको लागि योजना बनाउँदै होला। वाकरका टिम लिडर बब सर वाकरका लागि नयाँ नयाँ रुटहरूको खोजीमा लाग्नुहुनेछ अनि वाकरका साथीहरू फेरि पनि कुनै नयाँ ठाउँको एक्सप्लोरमा लाग्नेछन्।